हाई, दिस इज विवेकानन्द सर। आज हामी आर्टिकलको बारेमा पढ्न जाँदैछौँ। आजको हाम्रो यस आर्टिकलमा पहिला आर्टिकल भनेको के हो त्यसको बारेमा बुझ्ने प्रयास गर्छौँ। अक्सफोर्ड डिक्सनरी अनुसार हेर्ने हो भने आर्टिकल भनेको एक प्रकारको लेखलाई भनिन्छ। कुनै पनि एउटा समाचारको लेख हुन्छ, त्यसलाई आर्टिकल भनेर भनिन्छ। अर्को हिसाबले हेर्ने हो भने यो कन्स्टिट्युसनल हिसाबले यसको अर्थ हुन्छ धारा भनेर। तर आज हामी यो जुन ग्रामेटिकल हिसाबले पढ्ने हो भने यहाँ यसको अर्थ हुन्छ ए, एन र द। यिनीहरूको अर्को नाम डिटरमाइनर पनि रहेका छन्। डिटरमाइनर, अब यो डिटरमाइनर भनेको के हो? डिटरमाइनर भनेको यिनीहरूले एड्जेक्टिभको काम गर्ने गर्छन्। यिनीहरू प्योर एड्जेक्टिभ फेरि होइनन्। प्योर एड्जेक्टिभको चाहिँ फर्म हुन्छ, यिनीहरूको कुनै पनि फर्म हुँदैन। जसरी गुड, बेटर, बेस्ट, यसरी डिग्री हुन्छ यिनीहरूको, है। पोजिटिभ डिग्री, कम्पेरेटिभ डिग्री, सुपरलेटिभ डिग्री। तर यहाँनिर यो जुन ए एन्ड द छन् यिनीहरू डिटरमाइनर कहलाउँछन्। र यो डिटरमाइनर किनभने यिनीहरू चाहिँ नाउनको लागि लागेर आएको हुन्छ र नाउनलाई मोडिफाई गरेको हुनाले, यसलाई नाउनको बारेमा बताएको हुनाले यसलाई एड्जेक्टिभको रूपमा मानिएको हुन्छ। र यसमा हामी आर्टिकलको कुरा गर्ने हो भने दुई प्रकारको आर्टिकल हुन्छ। एउटा हुन्छ डिफिनिट आर्टिकल। डिफिनिट आर्टिकल दलाई भनिन्छ किनभने यसले निश्चित वस्तुको बारेमा कुरा गरेको हुन्छ। कुनै पनि निश्चित वस्तुको बारेमा कुरा गर्दा त्यस वस्तुमाथि बढी फोकस गरिएको हुन्छ, स्पेसियलाइज्ड गरिएको हुन्छ भने त्यस अवस्थामा दको प्रयोग गर्न सकिन्छ। र एउटा रहेको छ इनडिफिनिट। हाम्रो दोस्रो रहेको छ इनडिफिनिट। यहाँनिर इनडिफिनिट भनेको अनिश्चित, ए र एन यिनीहरूलाई अनिश्चित आर्टिकलको अन्तर्गत राखिएको हुन्छ। हामी आज यस भिडियोमा इनडिफिनिट आर्टिकलको बारेमा पढ्न जाँदैछौँ। यस इनडिफिनिटको कुरा गर्ने हो भने ए भनेको एउटा र एन भनेको पनि एउटा नै हुन्छ। यो कहाँ लाग्छ भने सिंगुलर काउन्टेबल नाउन। त्यस्तै यो कहाँ लाग्छ? यो पनि सिंगुलर काउन्टेबल नाउन। तर साउन्डको कुरा गर्ने हो भने साउन्ड भन्नाले यसको प्रोनाउन्सिएसन, उच्चारण। हामीले कुनै पनि वर्डको उच्चारण गर्नुपर्ने हुन्छ। उच्चारणको अर्थ भनेको जुन हाम्रो मुखबाट जुन बोली निस्किन्छ त्यसलाई कुनै न कुनै रूपमा हामी त्यसको उच्चारण गर्छौँ, त्यसको नाम लिन्छौँ, त्यसको बारेमा कुरा गर्छौँ या त्यसको नाम जब लिन्छौँ भने त्यो एउटा साउन्डबाट सुरु गरिएको हुन्छ। अब साउन्ड भनेको के त? यहाँनिर साउन्डको कुरा गर्दा भावेल साउन्ड एन्ड कन्सोनेन्ट साउन्डको कुरा गर्छौँ। हामीले बुझ्नुपर्ने हुन्छ कि हाम्रो यो जुन ए रहेको छ यो जहिले पनि कन्सोनेन्ट साउन्डको लागि आउँछ। कन्सोनेन्ट साउन्ड जसरी यो सिंगुलर काउन्टेबल पनि हुनु पर्यो, कन्सोनेन्ट साउन्ड पनि हुनु पर्यो। र कन्सोनेन्ट साउन्ड भनेको कस्तो साउन्ड? जुन साउन्ड चाहिँ क ख ग ग देखि लिएर यो ज्ञ सम्मको हुन्छ या क का कि देखि लिएर ज्ञ ग्या गी सम्म चाहिँ के हुन्छ भने यो उच्चारणको रूपमा प्रस्तुत गरिएको पहिलो यो साउन्ड हुन्छ। अब यसलाई बुझ्नको लागि मानौँ मैले यहाँ लेखे COW काउ। काउ मिन्स गाई। यो एउटा सिंगुलर काउन्टेबल नाउन रहेको छ र यसको उच्चारण काउ, हामी का उ भनेर लेख्छौँ। हामीलाई यो कबाट सुरु भएको छ त्यसैले यहाँनिर के हुन्छ त ए काउ भनेर हामी लेख्न सक्छौँ। त्यस्तै हाम्रो अर्को एक्जाम्पल्सहरू हामी यहाँ तल प्रस्तुत गर्छौँ। पहिला हामी यो एनको बारेमा पनि बुझिहालौँ। यो एन पनि यस्तै हो, तर यसमा अलिकति फरक के रहेको छ भने यसको जुन हाम्रो साउन्ड रहेको छ त्यो चाहिँ यसको प्रोनाउन्सिएसन्सको कुरा गर्दा भावेल साउन्डको कुरा गर्छौँ हामी। यो जहिले पनि भावेल साउन्डलाई लिने गर्छ। अब भावेल साउन्ड भनेको हाम्रो अ आ इ देखि लिएर अह सम्मको जुन उच्चारण गरिन्छ त्यसलाई हामी भावेल साउन्ड भन्छौँ। जस्तै मैले यहाँ लेखे OWL। अब यहाँनिर यो आउल भनेर पढिन्छ, अबाट सुरु भएको छ भने हामी के लेख्छौँ? एन आउल भनेर पढ्छौँ। हामीले बच्चामा चाहिँ AEIOU भनेर पढाएको छौँ, AEIOU। र यसभन्दा बाँकी जति पनि रहेका छन् 26वटा लेटर मध्ये
त्यो सबै कन्सोनेन्ट, 5 वटा चाहिँ हाम्रो के रहेको छ त भावेल रहेको छ। तर यो भावेल यसरी जुन हामी पढाएको छौं यो लेटरहरू यो अहिले अब काम लाग्दैन। नलाग्नुको कारण के छ, मैले यहाँ लेखेँ ए ई आई ओ यू, अब यहाँनिर कुरा गर्नु छ भने युनिभर्सिटी मैले लेखेँ युनिभर्सिटी। अब यो यु जुन रहेको छ यहाँनिर हामी यसलाई यसरी उच्चारण गर्छौं, युबाट उच्चारण हुन्छ। यो भनेको कन्सोनेन्ट साउन्ड भित्र परेको छ, य या ई भनेर यो कन्सोनेन्ट साउन्ड भित्र पर्यो, त्यही भएर यहाँनिर हामी के हुन्छ त ए युनिभर्सिटी भनेर हामी भन्न सक्छौं। मैले भन्न के खोजेको भने हाम्रो उच्चारण कुनै पनि शब्दको उच्चारणमाथि हाम्रो आर्टिकलको चयन गरिन्छ। मानौ मैले यहाँ लेखे ई डब्लु ई, अब यसको उच्चारण हुन्छ यु। अब यो यु भनेको भेडी भन्ने बुझिन्छ, भेडा भेडी हैन, फिमेल सिप भनौं। अब यहाँनिर यो जुन यु रहेको छ यसलाई यु भनेर पढ्यो, अब एन लेख्न मिल्दैन, यहाँ के लेखिन्छ ए लेखिन्छ भने यो रुल अनुसार त अब यो रुल फेल भयो त, किनभने यहाँनिर ई दिएको छ यो भावेल हो भनेर, यु दिएको छ यो भावेल हो भनेर, तर यहाँ त यो के भइराछ त यो रुल्स फेल भइराखेको छ। हामीले त्यसैले प्रोनाउन्सिएसनमा ध्यान दिनुपर्ने हुन्छ, उच्चारणमाथि ध्यान दिनुपर्ने हुन्छ। हाम्रो उच्चारणमा कुनै पनि शब्दको पहिलो जुन अक्षर हुन्छ, पहिलो जुन लेटर हुन्छ त्यसको साउन्डसँग हामीलाई रिलेट गर्नुपर्ने हुन्छ, त्यो साउन्ड कन्सोनेन्ट छ कि भावेल छ। यदि कन्सोनेन्ट छ भने ए लगाउँछौं, भावेल छ भने हामी एन लगाउँछौं। यसमा हामीले बुझ्नुपर्ने हुन्छ। यसको एक्जाम्पल्स अझ कुरा गर्ने हो भने मैले यहाँ अर्को एउटा लेख्छु आईएनके इङ्क, अर्को लेखेको छु आईएनके इङ्क पीओटी पट। अब ध्यान दिनुपर्ने कुरा के रहेको छ भने यो इङ्क भनेको अनकाउन्टेबल नाउन हो र अनकाउन्टेबल नाउन जसलाई हामी के गर्न सक्दैनौं त गन्न सकिदैन, त्यसैले उसलाई अनकाउन्टेबल भनेको हो भने यस अवस्थामा यहाँ यसले कुनै पनि ए एन लिँदैन। हामी अहिले पढिराखेका छौं इन्डिफिनिट आर्टिकल। यो डिफिनिट आर्टिकलको लागि हामी नेक्स्ट भिडियोमा पढ्छौं। आजको हाम्रो टपिक रहेको छ इन्डिफिनिट आर्टिकल र हाम्रो टार्गेट छ ए र एन को बारेमा मात्रै कुरा गर्ने, द को कुरा हामी गर्दैनौं। अहिले इङ्क हामी जसलाई गर्न सक्दैनौं यो अनकाउन्टेबल नाउन हो, यसमा हामी न ए लगाउन सक्छौं न त एन नै लगाउन सक्छौं। तर यहाँनिर हामी लगाउन सक्छौं। यहाँ हामी इङ्कको कुरा गरेको छैनौं, हामी पटको कुरा गरेका छौं, भाँडोको कुरा गरेका छौं। भाँडो, अब भाँडो छ भने हामी यहाँ लेख्न सकिन्छ, यसलाई इङ्क भनेर पढिन्छ, ईबाट सुरु हुन्छ, हामी के लेख्न सक्छौं एन इङ्क पट। यो एन भनेको यो पटको लागि आएको हो, तर यहाँनिर यो जुन इङ्क लागेको छ पहिलो अक्षर ईबाट सुरु भएको हुनाले यसलाई लिएर के गर्छ भने आर्टिकलको चयन गरिन्छ। यो हैन कि एन पटको लागि आएको हो, होइन, पटकै लागि त आएको हो, तर यो एन लागेको छ कसको लागि त इनको जुन उच्चारण गरिन्छ इङ्क ईबाट आएको छ त्यसैले एन लागेको हो। तर वास्तवमा एन कसको लागि आयो त वास्तवमा पटको लागि नै आएको हो। अब यसमा वाचको कुरा गरौँ। अब वाचको कुरा गर्दा यसलाई हामी के गर्छौं त वाच ए वाच। वाटर छ भने हामी के गर्छौं, वाटरमा हामी कुनै पनि आर्टिकल यहाँ युज हुँदैन, न ए हुन्छ न एन हुन्छ। अहिले म द को कुरा गरिराखेको छैन, ए र एन को मात्रै कुरा गरेको छु। यसमा एउटा नियम हामी याद गर्छौं, डब्लुवाई रहन्छ भने ए लगाउने, आई ए बाट सुरु भएको कुनै पनि वर्ड रहेको छ भने एन लगाउँछ। यो एउटा टेक्निकलाई हामीले बुझिराख्नु पर्ने हुन्छ कि कुनै पनि वर्डको सुरुवाती लेटर, सुरुको लेटर डब्लु र वाई बाट छ भने हामी ए लगाउँछौं, तर त्यसमा ध्यान दिनुपर्ने हुन्छ कि त्यो चाहिँ सिंगुलर काउन्टेबल नाउन हुनुपर्छ। त्यस्तै आई र ए बाट सुरु भएको त्यस्तो शब्द जो सिंगुलर काउन्टेबल रहेको छ भने त्यसको लाग्ने जुन आर्टिकल छ त्यो चाहिँ हामी के लगाउँछौं त एन को प्रयोग गर्छौं। हामी यसको कुरा गर्दा यहाँ डब्लु बाट सुरु भएको छ ए लगाएका छौं। त्यस्तै वाई बाट कुरा गर्ने हो भने म यहाँनिर वाई ए के याक गर्छु, म यहाँ के लगाउँछु त अ याक लगाउँछु। आई बाट कुरा गर्ने हो भने आई बाट यहाँ भइसकेको छ। ए बाट कुरा गर्दा हामी यहाँ लेख्न सक्छौं एरोप्लेन। र यो कुनै पनि यस्तो वर्ड जो कन्फ्युजन गर्न सक्छ, जसको बारेमा कहिले पनि सुनेको हुँदैन भने, तर ध्यान कहाँ हुनुपर्ने हुन्छ भने हाम्रो ए बाट सुरु भएको छ कि ई बाट सुरु भएको छ। यदि आई यानी कि ई बाट सुरु भइराखेको छ या आई बाट सुरु भइराखेको छ भने हामीले के गर्ने त एन को प्रयोग गर्छौं, र डब्लु र वाई बाट यदि कुनै पनि वर्डको उच्चारण सुरु भइराखेको छ र त्यो सिंगुलर काउन्टेबल नाउन छ भने ए को प्रयोग गर्छौं।
यो थियो हामीलाई ए र एन को बारेमा। अब यसपछि अर्को यसैसँग सम्बन्धित नियम रहेको छ, यसको स्क्रिनशट लिन सक्नुहुन्छ। ए बी सी डी ई एफ जी एच आई जे के एल एम एन ओ पी क्यू आर एस टी यू भी डब्ल्यू एक्स वाई र जेड। अब हामी यहाँ चाहिँ के गर्छौं भने यो जुन हाम्रो ए रहेको छ त्यस्तै हाम्रो यहाँ ई रहेको छ, एफ रहेको छ, एच रहेको छ, आई रहेको छ, एल एम एन ओ आर एस एक्स, यो जुन गोलो घेरा मैले जुन लगाएको छु यो सबै हाम्रो के हो त भावेल साउन्डबाट सुरु भएको लेटर रहेको छ। यो अ आ इ भित्र पर्ने ए, त्यस्तै यहाँनिर हाम्रो यो अ आ इ भित्र पर्ने ई, त्यस्तै यो अ आ इ भित्र पर्ने ए हाम्रो पहिलो लेटरसँग मतलब रहेको छ, दोस्रोसँग हामीले मतलब हुँदैन। भनेपछि हाम्रो यो अ आ इ भित्र पर्ने जति पनि अक्षरहरू रहेका छन्, लेटरहरू रहेका छन्, त्यो लेटरहरूले चाहिँ के गरेको छ भने सुरुवात गरेको छ र यिनीहरू चाहिँ भवेल साउन्डको काम गर्छ। र यसैसँग सम्बन्धित हामी एक्जाम्पल्स पनि गर्छौं जसले एकदम क्लियर तपाईले बुझ्न मद्दत पुर्याउँछ। जस्तै मैले यहाँ लेखे एचए, त्यस्तै सीएमए, बीडीओ, एमबीबीएस, सीडीओ, डीएफओ। अब यिनीहरूको उच्चारण हेर्ने हो भने यसलाई उच्चारण एचए हामीले हेर्ने हो भने हाम्रो एच ए बाट सुरु भइराखेको छ, त्यसैले हामी यहाँ एन को प्रयोग गर्न सक्छौं। यहाँ यो सी बाट भएको छ, सी हाम्रो ससा सी, यो हाम्रो चाहिँ कन्सोनेन्ट भित्र पर्यो, त्यही भएर असीएमए। बीडीओ अब यो बी बाट सुरु भएको छ, यो कन्सोनेन्ट भित्र पर्यो ए बीडीओ। एमबीबीएस यो हाम्रो के बाट भएको छ भने एलएम, एम बाट भएको छ, ए बाट भएको छ, त्यही के रे यो एन भयो, भावेल साउन्डबाट सुरु भएको छ। त्यस्तै यो सीडीओ ए सीडीओ, डीएफओ अ डीएफओ। मैले यो भन्न खोजेको कि यस्तो किसिमको पनि प्रश्न आउन सक्छ जसमा हामीले हेर्नुपर्ने हुन्छ कि हाम्रो पहिलो शब्दको जुन चाहिँ पहिलो लेटर रहेको छ त्यो कस्तो उच्चारण गर्छ, त्यो भावेलको उच्चारण गर्छ कि कन्सोनेन्टको उच्चारण गर्छ। यदि भावेलको उच्चारण गर्छ, यिनीहरू सब के छन् त भावेल रहेका छन्, यिनीहरू सब भावेल रहेका छन् र भावेलबाट उच्चारण यदि भइराखेको छ भने हामी विश्वस्त भएर एन को प्रयोग गर्छौं। यसमा एउटा सेन्टेन्स लिन सकिन्छ, माई फ्रेन्ड रमेश इज अ, अब यहाँ अ लगाउने हो कि एन लगाउने भनेर यहाँनिर लेखेँ मैले। अब यसरी हेर्ने हो भने के हुन्छ त एन एचे हुन्छ। त्यस्तै ही इज एमबीबीएस, हामी के लगाउँछौं यहाँनिर एन एमबीबीएस। ही इज सीडीओ, ही इज ए सीडीओ। यसरी हामी चाहिँ के गर्न सक्छौं भने थुप्रै वर्डहरूको अगाडि चाहिँ यो डिटरमाइनर ए एन को प्रयोग गर्न सक्छौं, तर उसको लागि हामीले ध्यान दिनुपर्ने हुन्छ उसको जुन शब्दको प्रोनाउन्सिएसन रहेको छ, उच्चारण रहेको छ, त्यसमा हाम्रो चाहिँ फोकस हुनुपर्ने हुन्छ। त्यो सिंगुलर काउन्टेबल नाउन हुनु पर्यो, त्यस्तै त्यो भावेल साउन्डबाट पनि हुनु पर्यो, त्यस्तै त्यो कन्सोनेन्ट साउन्डबाट पनि हुनु पर्यो। अब यदि कन्सोनेन्टबाट रहेको छ भने ए लगाउँछौं, भावेलबाट सुरु भएको छ भने हामी एन लगाउँछौं। र यसरी चाहिँ हामी आज चाहिँ ए र एन को बारेमा पढ्यौं। हामीले ध्यान दिनुपर्ने हुन्छ अनकाउन्टेबल नाउन रहेको छ भने ए एन लिँदैन, अनकाउन्टेबल नाउन रहेको छ भने यसले ए एन लिँदैन भनेर हामीले यसमा ध्यानमा राख्नुपर्ने हुन्छ। सिंगुलर काउन्टेबल हुनु पर्यो, जसलाई गन्न सक्नु पर्यो र उसको एक युनिट हुनु पर्यो है, त्यसलाई हामीले
सिंगल युनिटमा राख्नुपर्ने हुन्छ अनि मात्र। जस्तै एप्पल छ, एप्पल भनेको एउटा एप्पलको कुरा गरेको। मानौ मैले यहाँ लेखेको छु एपीपीएलई एप्पल, अर्को रहेको छ एपीपीएलईएस एप्पल्स। अब मैले यहाँ के युज गर्ने त ध्यान दिनुपर्ने कुरा छ। यो अहिले के छ, सिंगुलर फर्ममा छ र यो अहिले के को छ त यो प्लुरल फर्ममा छ। अब यो सिंगुलर फर्ममा भएको हुनाले यसमा एन लाग्यो, एन एप्पल भनेर लाग्छ, तर यो त अहिले प्लुरल फर्ममा छ। यहाँ हामी न ए लगाउन सक्छौँ न एन नै लगाउन सक्छौँ। किनभने यो प्लुरल फर्ममा रहेको छ। हामीलाई के चाहियो त सिंगुलर फर्म चाहिएको छ। र यो सबै हाम्रो के रहेको छ त पोस्ट रहेको छ। र पोस्टको नाम सुरुवातमा उसको जुन भवेलबाट हुन्छ भने एन लगाउँछौँ, र यदि यो कन्सोनेन्टबाट सुरु भएको छ भने हामी के लगाउँछौँ त ए लगाउँछौँ। र यसको लागि यसरी एबीसीडी जानेको हुनु पर्छ। आशा छ तपाईलाई यो भिडियो मन परेको होला। मन परेको छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।